साथीहरु आज म एकदमै खुसी छु है। किन खुसी छु भन्दाखेरि मलाई फेरि पनि आज एउटा नयाँ कोरियन ब्रान्डले चाहिँ पियर प्याकेज पठाएको छ हैन। अनि त्यो सामान चाहिँ मलाई यति लाउन मन लागिरहेको थियो, त्यो ब्रान्डको प्रोडक्ट चाहिँ एकदम युज गर्न मन लागिरहेको थियो के मलाई हैन। अनि फाइनली पठाइदिएको छ हैन। आई एम सो ह्यापी टु शेयर विथ यु गाइज। दिस इज द प्रोडक्ट। यो दुईटा चाहिँ यो कोफर फरेभर एडिसनबाट आएको सामान हो हैन। कोफर फरेभर एडिसनको कोफर क्योर पियर डर्मा एन्ड प्योर स्किन ब्यारियर कन्भर्जन सल्युसन्स आएको रहेको छ। यो पनि कोफरको फरेभर एडिसन। यो चाहिँ कस्तो भन्दा मेलाई क्रिम हो है। यो मेलाई क्रिम स्किन ब्यारियर कन्भर्जन सल्युसन भनेको चाहिँ यसले चाहिँ हेल्प्स रफ एन्ड डार्क स्किन टु बी ब्राइटनिङ भनेको। लेट्स अनबक्सिङ। कस्तो क्यूट दामी छ हैन। ओके ओके यो स्प्रे हो हैन। यसले चाहिँ फेसमा तपाईहरुसँग यदि टाइम छैन भने यसले स्प्रेले टक्क हाइड्रेटिङ गरेर स्किनलाई हाइड्रेटिङ पनि गर्ने भयो। सी द रिजल्ट। कस्तो साइनिङ आउने है, देख्न सक्नुहुन्छ कस्तो साइनिङ आयो यो हालेपछि। यसले चाहिँ ड्राई स्किनलाई मोइस्ट गराउन हाइड्रेटिङ गर्नको लागि र स्किन इरिटेटेड स्किन छ भने त्यसलाई चाहिँ रिल्याक्स गराउनको लागि मद्दत गर्छ हैन। सो यो एउटा मिस्ट हो। यसले मजाले स्प्रे गर्ने स्किनमा, अनि स्किन हाइड्रेटिङ पनि भयो अनि त्यसपछि मोइस्ट पनि भयो हैन। ड्राई स्किनको लागि एकदमै बेस्ट हुन्छ। So thank you so much Kofor Forever Edition for trusting me हैन। यो जसको स्किन डार्क छ, मेलास्मा प्लस हाइपरपिगमेन्टेशन्स को लागि यो एकदमै राम्रो। यो ओके आई एम युजिङ दिस। सी for Forever Edition, thank you so much for this beautiful lovely product। एकदमै राम्रो छ। मलाई चाहिँ यो मिस्ट एकदमै मन पर्यो हैन। यो चाहिँ पनि यो म युज गरेर रिजल्ट देखेपछि फेरि पनि एउटा रिभ्यू दिनेछु म तपाईहरुलाई। यो चाहिँ बेस्ट छ है। यो एकदमै बेस्ट लाग्यो मलाई स्किनमा हाइड्रेटिङ गराउनको लागि। मैले अघि त्यो स्प्रे पनि गरेको थिएँ, हेर्न सक्नुहुन्छ कस्तो मजाको साइनिङ दिइरहेको छ के। यो कम्प्लिट गरेपछि फेरि पनि म एउटा रिभ्यू दिनेछु हजुरहरुलाई। सो थ्यांक यू सो मच।